अस्ट्रेलियाको पहिलोचोटि भ्रूणै नबनेको पेसेन्टको आइभीएफ सक्सेस स्टोरी। एकजना पेसेन्ट 6 महिना अगाडि हामीसँग आउनुभएको थियो, जोडिनु भएको थियो। उहाँले पहिला हामीलाई फोनमा कुरा गर्नुभयो। उहाँले भन्नुभयो कि अस्ट्रेलियामा उहाँले 2 चोटि आइभीएफ गर्दाखेरि पनि उहाँको भ्रूणै राम्रो बनेन, त्यसले गर्दा ट्रान्सफरै गर्न मिल्दैन। किन होला डक्टर भनेर उहाँसँग आउनुभयो। मैले सायद तपाईँको भ्रूणको क्वालिटी राम्रो बनेन, किनभने सुपरकिट र अन्डाको क्वालिटी राम्रो नबनेर होला। तपाईँ आफ्नो जिउलाई प्रिपेयर गर्नुहोस्, एक्सर्साइज गर्नुहोस्, हेल्दी लाइफस्टाइल गर्नुहोस् र सँगसँगै केही सप्लिमेन्ट्सहरू लिनुहोस् भनेर मैले उहाँलाई सप्लिमेन्ट्स दिएँ। अनि उहाँलाई नेपालको ल्याएपछि मैले उहाँको आइभीएफ गरेँ। करिब 10 जति अन्डा निक्ल्यो र 5 दिनसम्म हामीलाई एकदमै गाह्रो समय थियो। यसपालि चाहिँ उहाँको भ्रूण बन्छ कि बन्दैन भनेर। तर सरप्राइजिङली उहाँको 2टा भ्रूण बन्यो र एकदम राम्रो क्वालिटीको ब्लास्ट यानि 5 दिनको भ्रूण बन्यो र हामीले त्यो 1 महिनापछि ट्रान्सफर गरेँ र रिजल्ट आयो पोजिटिभ। 6 हप्तापछि हार्टबिट पनि आयो, 2टै प्रेग्नेन्सी बसेछ। त्यसपछि हामीले उहाँलाई अस्ट्रेलियाले फिर्ता पठाइदियौँ। त्यसले गर्दाखेरि कोही पेसेन्टहरूको यदि भ्रूण बनेन भने हामीले त्यसमा वर्कअप गर्नुपर्छ। यति छिटो निराश हुनु हुँदैन होइन। अस्ट्रेलिया जस्तो विकसित देशहरूमा नै भ्रूण नबन्ने हुनसक्छ, तर हामीले उहाँको बडीलाई, उहाँको अन्डा, उहाँको शुक्रपिण्डलाई सुधारेर आइभीएफ गर्दाखेरि चाहिँ रिजल्ट राम्रो आउँछ।